हेलो एभ्रिवान, सम्पूर्णमा नमस्ते। आज पनि म मेरो 13 डेजको रिल च्यालेन्ज लिएर आएँ। आजको टपिक रहेको छ माइन्डसेट शिफ्ट र डे 13। माइन्डसेट शिफ्टमा चाहिँ हामीहरूले चाहिँ हाम्रो माइन्डलाई चाहिँ सकारात्मक सोच बनाएर अघि बढ्नुपर्छ है। अनि यो डिजिटल बिजनेसमा चाहिँ हामीहरूले अब त्यहाँभन्दा अगाडि त हामी अर्काको अन्डरमा काम गरिरहेका हुन्छौँ। अनि यो डिजिटल बिजनेस चाहिँ अब आफ्नै बिजनेस भएको कारणले हामीहरूले चाहिँ माइन्ड सेटलाई चाहिँ अलिक सिफ्टै गराउनु पर्ने हुन्छ, किनभने 9 to 5 को जागिर जस्तो हुँदैन। यहाँ चाहिँ आफूले गर्नुपर्ने भएर अलिकति टाइम म्यानेजमेन्ट गर्न चाहिँ अलिक गाह्रो हुनसक्छ है सुरुमा होइन। अनि त्यस पछाडि हामीहरूले भोलि गर्ने कामहरूलाई चाहिँ आजै तयार गऱ्यौँ भने हामीहरूलाई चाहिँ हाम्रो माइन्ड सेटमा बनाउनको लागि एकदमै सजिलो हुन्छ र समस्यालाई ठुलो रूप नलिनुहोस्, समाधान खोज्नतिर लाग्नुहोस्। अनि सिक्दै अघि बढ्ने प्रक्रियामा जानुहोस्। मैले जानिनँ, मलाई आउँदैन भन्नेतिर होइन कि हामीहरू चाहिँ सिक्नुपर्छ, अहिले नजाने भोलि जानिन्छ भन्नेतिर जाँदै गर्दै अघि बढे हामी अवश्य पनि लक्ष्यमा पुग्न सक्नेछौँ। अनि नकारात्मक सोचलाई चाहिँ हाम्रो माइन्डसेटबाट चाहिँ झिक्नुहोस् है। अनि अघि बढ्न आफूलाई प्रेरित गर्नुहोस्। अनि कन्सिस्टेन्सी निरन्तर प्रयास गरिरहनुहोस्। अवश्य पनि हामी सफलताको बाटोमा पुग्ने नै छौँ। ओके, मेरो अनुभव चाहिँ हजुरहरूलाई सेयर गरेँ हो। नेक्स्ट टपिकको साथ पुनः उपस्थित हुनेछु। धन्यवाद, हेरेर साथ दिनुभयो।